हेलो गाइज नमस्ते छ सबैलाई है। अनि म 4-5 महिनापछि यो भिडियो बनाएको छु। अनि तपाईँहरूले देख्नुभयो होला, म नेपालबाट गोवामा आएको भिडियो हेर्नुभएको थियो होला। मैले युट्युबमा पनि हालेको थिएँ त्यो भिडियो। नै मतलब भर्खरै युट्युब च्यानल सुरु गरेको मैले, तर खासै त्यस्तो केही ग्रोथ भएको छैन। तर यस्तै हालत यस्तै भइगयो, कामको कारणले पनि, समय नमिलेको कारणले पनि भयो। अनि जति पनि भिडियो हाल्ने कोसिस गर्छु मैले त्यसमा युट्युबमा, सबै भिडियोहरू कपिराइट भइरहेछ मेरो। अनि मलाई त्यति खासै जानकारी पनि थिएन होइन सुरुमा। अब अलिअलि जानकारी भइरहेछ। क्या पता म हाल्छु होला सायद फेरि पनि भिडियो। अनि पहिलो एकचोटि के भन्छ, यहाँ मेरो नेपाल जाने समय पनि आइरहेछ अब गाइज होइन। किनकि अब परदेशी मान्छे होइन, यति टाढा आइएछ काम गर्न भनेर, कमाउने भनेर आएको छ। केही न केही कमाउनु पऱ्यो, केही गर्नु पऱ्यो भनेर है गाइज, यस्तै छ। यो भिडियो बनाउने कारण मेरो कस्तो भन्दाखेरि, तपाईँहरूलाई केही मेसेज दिउँ भनेर हो कि। किनकि मैले पहिला पनि भिडियो हालेन मैले। अब मैले सोचेको थिएँ कि एकचोटि गोवा गइसकेपछि हाल्नु पर्ला, भिडियोहरू बनाएर हाल्नु पर्ला मैले भन्ने सोचेको थिएँ मैले। तर यो मतलब जस्तो कि जे सोचेको हुन्छ, जे भनेको हुन्छ त्यो चाहिँ हुन्न है जिन्दगीमा। त्यो चाहिँ आफूले गर्नुपर्छ, गर्ने नगर्ने आफ्नो हातको कुरा हो। अनि त्यही हो ल, यस्तै हो। अनि यो भिडियो हेरिदिनु होला मेरो। अनि क्या पता यो आखिरी भिडियो हुनसक्छ सायद मेरो। यो भिडियोको बाहेक म अरू भिडियो हाल्दैन कि क्या जस्तो लाग्छ है। अगर समय मिलेपछि हालौँला। मेरो पनि अब एउटा सोख हो, यो एउटा भिडियो बनाउने सोख पहिलेबाट होइन, कि म पनि भिडियो बनाउँला, यस्तरी युट्युबमा हाल्ने मेरो सोख पहिलेबाट थियो। त्यही कारणले पनि मैले भिडियो बनाउन सुरु गरेको। तर खासै ग्रोथ हुन सकेन, खासैजनाले पनि हेर्नु भएन। अनि त्यही हो कि जति पनि भिडियोहरू हाल्छु त्यसमा कपिराइट भइरहेछ। कोसिस गर्छु म राम्रो भिडियो बनाउनुको लागि होइन, कोसिस गर्छु। अगर राम्रो भएपछि राम्रो भइजाला, ठिकै छ गाइज, केही छैन। जिन्दगीमा तलमाथि भइरहन्छ, यही हो। ल गाइज, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अगर सक्नुहुन्छ भनेपछि। तपाईँहरूलाई अगर मेरो भिडियो राम्रो लाग्छ, राम्रो त के लाग्छ र, अब यस्तै हो, नर्मल भिडियो बनाएको छु, त्यस्तो खासै केही देख्ने जस्तो केही पनि छैन होइन मेरो भिडियोमा। त्यही हो, यो भिडियो चाहिँ 2-3 मिनट जतिको होला, हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई है। ल गाइज, हुन्छ बाई। फेरि अगर मौका मिलेपछि फेरि भेटौँला।